कहाँको यात्राहरू हाम्रो सोच्यो आजै अस्ति साइक्लिङ गरिहाल्यो आज लगभग 17 किलोमिटर चाहिँ हाम्रो रेटाङबाट पर्छ यताहरू चाहिँ हामीलाई थाहा भएन लगभग कस्तै समर डाँडा भन्छ त्यहाँसम्मको हो अघि त्यहाँ एउटा आन्टीले डाइरेक्ट दिइहाल्यो नि के भनेर के भन्नु बाटो समला कति टाढा हो भनेको निकै पर्छ भन्नुभयो अनि बाइकमा जाने बाइक लिएर आउनुपर्छ भन्नु गफ त राम्रै दियो धरानसम्म त हिँडेर गयो यो के गरेर आउनु भरे पछि त होला भन्दैछ अब भरेको कुरा भरे गरौँ न यो अहिले अब यतानिको अब त्यो भरे चाहिँ के हुँदो रहेछ पछि त हुँदो कि मजा आउँदो रहेछ रडाक हुँदो रहेछ हेरौँ है ल त्यसको भरे नै गरौँ न सबै कुरा अहिले भनिहाल्यो नि फेरि साथी राति अहिले चाहिँ हिँडाइ चाहिँ स्टार्ट गरियो होइन त हाम्रो एकदम स्टार्टिङ फेज हो हामी पुगेर फेरि यो सबै कुराको जानकारी दिन्छौँ रोड नम्बर 96 सोलनमा चोक रेटाङ यातायात त्यसले एरिया ड्रोन सट क्या पाउनै हाल्छ सिधा आफ्नो है त्यो लोड देख्दैन होइन भन्नु न यो पनि टिप्छ बोलेको नि होइन म्युट गराउँला नि यसलाई होइन त्यसको साउन्ड के हुन्छ भन्दाखेरि अब कोही होइन भने साथीहरू पनि त्यही गर्ने हो नि खुसी लाग्ने कुरा अनि भरे फोटो भिडियो हेर्दाखेरि चाहिँ ओहो गएको पायो भने चाहिँ जानुपर्छ केटाहरूले भनेन सायद यो पुरै भिडियो चाहिँ अब हामीले फेसबुक युट्युबमा हालिहाल्यो भने नि सुरुमा चाहिँ के सोध्छ भन्दाखेरि यसले चढाउनु त्यताबाट उनीहरूले के सोध्छ भन्दाखेरि हामीले किन नबोलाएको भन्छ क्या अनि पछि के हुन्छ भन्दाखेरि के भन्छ पछि सबै हेर्छ त्यसरी बोल्छ नि केटाहरू पुरै नभएकै ठिक भयो भन्छ क्या बोलेर सुनेपछि मजा त्यसमा छ कडेज घुम्न जाने हो आज रोयल बिचमा हाम्रो रविन मान्पा घुम्न जाने भनेर घाम नलागिदिनु पर्ने भनेपछि सक्यो होइन हिँडेपछि त्यस्तो हुँदैन ए आज चाहिँ यस्तो छ आज म जाँदैछु घाम नलाग्दैन क्या केटाहरूलाई ट्रेनिङमा लगेर भारी बोकाएको छ कि क्या खै साथी जिउ दुखिरहेको छ अनि त्यो फलामा पुर्सिन बसायो क्या म त अलि हिँड्यो चल्दिने होइन बुढी पनि बुढी भएको छु समय पनि हिँड्छु ल टाइम म्यानेजमेन्ट होइन बुढी त बुढी भएको छ यो भिडियो तिम्रो लागि कान्छे यो वर्ष पनि तिम्रो लागि ल तिमी खुसी भइदिएकोले मैले यहाँ छु क्या हिँड्न पाइरहेको छु होइन ज्यामराज छ गणेशमा ज्यामराज क्या यो हिँडेर काटेर तिमीलाई बस्नु ज्यामराज छ जेलियस भइसक्यो यार म यार दुईजनाको माया देखेर यार कुन अरे क्यामेरा ए डिजिआईको राम्रो छ त्यो माइकहरू पनि छैन माइक त वाइ उसमा छोडेर आयो नि हुनु हो म त प्याकै गर्नु माथि गएर बोला हुन्छ माथि गएर बोल्नु हुन्छ अहिले सम्झ्यो क्या बोकेर आयो बोल्ने भनेर होइन तर यार यहीँ रेकर्ड हुन्छ जस्तो लाग्यो क्या
अब यो फेरि गणेश सल्लाह मनपर्ने चिज रहेछ यार के गर्ने क्या यसको लानु यसो हामीले है यसलाई पज अन गर्नु पर्दैन आफै हुन्छ कनेक्ट भएपछि अब यो फेरि गणेश सल्लाह मनपर्ने चिज रहेछ यार के गर्ने क्या यसको लानु यसो हामीले है यसलाई पज जस्तो छ यार हामीलाई जस्तो छैन पालन त भयो क्या डेट भयो त्यो बिग्रिसकेको छ क्या कता छ दार मानेको पत्ता छेड्ने खालको छ दार ठोस त अब केटाहरूलाई त स्याङ भयो होइन यस्तो घाममा हिँड्न नपाउँदा आनन्दै होला तर मजा लिने पनि आफ्नो आफ्नो तरिका हुन्छ स्याङ भयो है स्याङ होइन मजा लिने आफ्नो तरिका हुन्छ नि त हामीलाई त्यसै मजा छ ल यहाँ आइपुग्यो यस्तो छ बाटो चाहिँ यहाँ तल छ अझै पनि हामी गन्तव्यमा चाहिँ पुगेको छैन है कति छ अब यो हाम्रो के अरे क्यामेराले अझै 23 मिनटको चाहिँ हामीलाई समय छुट्याइरहेछ त्यतिभित्र पुगे नपुगे नि यसलाई जसरी आए पनि हेरजस्तो गरेर हामी पुग्छौँ है भरे चाहिँ मलाई किन नबोलाएको म पनि जान्थेँ मलाई किन कर नगरेको त्यो कसैले नभन्ने हो के गर्नु अब बान्ने यस्तै छ कर गर्ने बोलाउनु त बान्नै छैन यस्तो दुःखमा त साथीहरू माया गर्नु पर्यो नि त न त सकिहाल्छ नि यहीँबाट फर्केर जान्छ आफ्नो टार्गेट पनि मिस हुन्छ फेरि साथीहरू बोक्नु थाल्यो भने पर्खिँदा होइन नि यहीँबाट फर्कायो भने के गर्नु फेरि ल अब हिँड्दैछौँ अब टेम्परेचर नाप्न सकिँदैन साथीहरूले गुगलमा चाहिँ यसो खोजेर है डेटाङदेखि मास्तिर उकालोको टेम्परेचर कति छ अहिले यति बजे भनेर हेर्नु होला अब अलिक चिसो छ तर पसिनाले भिजेर है नझुकिनु होला निकै कति भने भोलिदेखि हिँड्ने होला हिँड साथी हिँड म त हुन्छ अझै काठमाडौँ हिँड्छु हिँड्नु नै छ नि किन गाडी चढ्ने घरदेखि नि क्या गुन्डुबाट माट्यो नि हिँड्यो केही छैन गर्ने भने किराको आवाज अलिक शान्त बनाइरहेको छ नेचुरल म्युजिक क्या यस्तो छ हामी दुईजना काले भाइ क्या काले भाइ म छैन है अलिअलि चाट्न पनि पाइँदैन अलिअलि चाट्न त दिन्न दामी खालको यस्तो बच्चा मात्रै छ ए चढाउनु भयो बाजेहरू ए बच्चा छ थोरै चाट्न दिन्न कति रुपियाँ पर्छ थोरै काटेर दिन्न यता गर्नु ल्याउनु बाजेले दिनुहुन्छ चार्दैन नि यहाँ घाटको टोक्ला नि त्यहाँ हेर्दैछ नि त्यता हेर्दैन नि त्यसलाई ल राइजीले अर्ग्यानिक धन्यवाद ओहो म रहेछ ल लिएर आउनु आमा हामी लाग्यौँ पैसा कति रुपियाँ तपाईँ चिया खानु न लिन चिया खानु ए लिन्न न चिया खानु ए हामीहरूले दिएको बाजे राख्नु चिया खानु होइन राख्नु भयो राख्नु चिया खानु तपाईँ चिया खानु ल ल हामी लाग्यौँ अब हामी समला गएको नि हामी पुग्छौँ समला यो मह खाइसम्म पुगिहाल्छ हामी मह खाने हो यो चाहिँ नेचुरल हनी है यहाँ काट्दै क्या ओछ्यानमा सुत्दा चाहिँ पाइँदैन ओछ्यानमा सुत्दा त्यस्तै हेर्नु मात्रै पाइन्छ कत्रो धेरै त यत्रो खानु बोल माछ त यसले दामी यार गुड छुने हुन्छ
मरिगेले यार यहाँसम्म आउँदा चाहिँ कस्तो भएको छ नि मेरो जस्तै छ म केही पनि भएको छैन क्या या चट यहीँ रहेछ क्या अब यस्तो उकालो हिँड्यो होइन ज्यान गयो कति बस्ने धेरै पनि होइन त्यही 3 घन्टा हालेर हिँड्दाखेरि चाहिँ ल पुगिन हानिहाल्यो एकछिन 2 छिन 3 छिन 4 छिन होइन क्या कति पनि किलोमिटर होइन छ 3 घन्टा त हिँडेर त्यो पनि जाँतेबाट कस्तो रहेछ उकालो चाहिँ उकालो त छैन अब नाकमै आउँदो रहेछ डाँडा चाहिँ डाँडामा कस्तो फिल भइरहेछ डाँडाको यहाँ आउँदा चाहिँ त्यो सबै अहिलेको दुःख है पीडा दुखाइ सबै कुरा चिल्न सब सक्छ यहाँनिर चिसो हावाले होइन टार्गेट चाहिँ अब यहाँ बनाउने राम्रो बनाएको रहेछ होइन टार्गेट चाहिँ अब पथरीबाटै थियो हिँड्ने है त्यो नेक्स्ट टाइम चाहिँ अब पथरीको भिडियो पनि आउँछ हाम्रो पथरीबाट भनेर होइन पथरीबाट फेरि सब यही समला गाँडा क्या त्यहाँ हिँड्छ कसैले आदेश गर्दा केही पनि हुँदैन पथरीबाट हिँड्छ पथरीबाट नो डेट पथरीबाट है लेखेर राख्नु हुन्छ क्या मिठो भन्ने हो खानु न मासु भएको सुक्यो क्या कसो खानु सबै नजिक आउँदो रहेछ नि त सुनसित त त्यही त अनि घुमाउरो बाटो भने यहाँ 360 ए राखिरहेको मिग्लाजुङ भर्सेस यता समला डाँडा होइन यता चाहिँ आउँदैन त्यसलाई छोप्नुपर्छ आउँदा लाउँदा छोप्नुपर्छ छोप्दा हुन्छ क्या त्यो पछि मिलाउँदाखेरि हुन्छ छोप्नु सकिन्छ सर्भिस तपाईँ क्या दाइ हुँदा हुँदै क्या दाइ पो दाइ त्यो खाना थाहा छैन कमान मिग्लाजुङ कमान केही छैन Come on, yes! Come on, Miklajong! Yes, बिस्तारै
हाम्रो रेफ्रीले सुर्ती खाने टाइम रेफ्रीले सुर्ती खाने टाइम सिटी मारो उठा उठो ठिक छ कमन मेरो फोटो खिच्दिएर बिहा गरिदिनु भयो यार यो खुट्टा गर्ने दाहिने खुट्टा गर्ने दाहिने खुट्टा गर्ने अगाडि अगाडि उता अगाडि देब्रे पछाडि अझै अलिकति पछाडि राख्नु देब्रे हो यता फर्किनु अरे अब अहिले बोलेको मात्र आइरहेको थियो साथीले मैले गरिसकेको आउनु आएको हो यस हामी समला सकेर फर्किँदैन समला डाँडा आजको मेन टार्गेट थियो आज सक्यो नेक्स्ट भनेको कुनै एउटा यस्तै रमाइलो है अलिकति च्यालेन्जिङ त यो एकदम नर्मल हो कि एकदम नर्मल यो तर बाइकमा गाडीमा आउनुलाई क्या है जहाँतिर हिँडेर आउनुलाई चाहिँ अलिकति च्यालेन्जिङ हुन्छ त्यो चाहिँ हामीले त्यसलाई चाहिँ एक्सेप्ट गरेको यहीँ आउनु चाहिँ ठुलो कुरा होइन नि फेरि दुईवटालाई के भन्न चाहनुहुन्छ है दुईवटालाई क्या होइन र त केटाहरूको लागि चाहिँ यो फेरि नर्मल हो हाम्रो विक्रम र रोयलको लागि चाहिँ एकदम नर्मल हो धेरै हिँड्नै पर्दैन बाइकबाट थप्पको घरबाट चढेपछि यहीँ माथि अहिले जुन डाँडामा हामी थियौँ त्यही डाँडासम्म उनीहरू होइन जुनसुकै मान्छे पनि होइन असक्तो पनि अब आउनु सक्छ उनीहरूको लागि चाहिँ के होइन थियो भन्छ नि तिनीहरूले सुनायो भन्दा त त्यसको लागि चाहिँ केही पनि होइन तर च्यालेन्जिङ चाहिँ कतिखेर हुन्छ भन्दाखेरि र जाँतेबाट है अझ पछिबाट होइन एउटा ठुलो समयमा अलिकति आफूलाई हिँड्ने टाइम हुन्छ नि हिँड्ने टाइममा चाहिँ यसलाई इन्क्लुड गरेर कन्सिडर गरेर अब हिँडेर कुदेर पनि निमोमा छ एकदम निमोमा हिँडेर कुदेर त्यो जुन पेन छ त्यो पेनलाई चाहिँ एकदम इन्जोय गरेर आउँदै हुन्छ है एकदम एडभेन्चर हुन्छ त्यो खासै अब त्यो गाडी नपुग्ने ठाउँ चाहिँ जस्तो गरेर त्यसै हुन्छ होइन त्यसै हुन्छ